ल है साथी हो, आज चाहिँ हामी बहिनी ज्वाइँ हामी सबै परिवार मिलेर यता कालो पहाड हेर्न जाँदैछु। हात्तीबाटाबाट भएर हात्तीपाताको बाटो त्यता कालो पहाड, यो डिम्मा ब्रिज हामी पार हुँदैछु। एउटा भाइको गाडी लिएको छु। यो राजा भतकुवा आइपुगेँ। राजा भतकुवा भएर हामी निक्लिँदैछु। राजा भतकुवा आइपुग्यो अहिलेसम्म। अब हामी यताबाट गएर नगर यो सर्टकट बाटो लागे राजा भतकुवाको। यो राजा भतकुवाको सानो बजार, प्रत्येक बुधबार यहाँ बजार लाग्छ। ल हामी हाई रोडमा आइपुग्यो। यो सिधा देख्ने चाहिँ अलिपुर जाने बाटो हो र यता चाहिँ हामी घुम्नु पर्यो। यो 31C हाई रोड भन्छ। हामी यो हाई रोड बाटो जाने। अब हाम्रो ड्राइभर गुरुजीले यता घुमाउँदैछ। अब यहाँ अस्ति सायद यो बिजेपीको झन्डाहरू नरेन्द्र मोदी आउँदा लागेको झन्डाहरू हो यो। र अगाडि सिभिक पुलिसले ट्राफिकको नियम पालन गर्दै ट्राफिक ड्युटीमा। अब हामी 31C नेसनल हाइवेबाट सिधै हिँडे अहिले हामी समुतल्ला आइपुगे। समुतल्ला बजार आइपुगे। आज बजारको दिन तर त्यति भिडभाड छैन, गरम बेसी छ। यो समुतल्ला बजार हो। समुतल बजार हामी यता बायाँ मोड्यो। यहाँ जुलाबी दोकानमा रोक्यो। नन्दा भाउजूले अब जुलाबी या मिठाईहरू लिने, त्यहाँ एकछिन भतिजको पनि पस्नु छ हाम्रो भनेर यहाँ दुईजनाले लिँदैछ सामानहरू, मिठाईहरू। र पर अगाडि आँपदेखि आँप पनि लिने भन्नुभयो ज्वाइँले र उहाँले हेर्दैछ। र यसै गरी हामी खोला नाला पार हुँदै सानो खोला जाँदैछु कालो पहाड हेर्नु। खोलाको बाटो एकछिन त्यो भतिजकोमा रोकेँ। त्यहाँबाट जङ्गल नदीका पार भएर हात्तीबाटाको अगाडिकै जङ्गल हो। जङ्गल पार भयो तर हामीलाई त्यहाँ रोक्नु दिएन र हामी यसै गरी नै यो बाटो फर्केर दुर्गाबाडीको बाटो सर्टकट हुँदै आए।